म चाहिँ डिएल छेत्री स्कुलको नन टिचिङ स्टाफ। यो हाम्रो सिनियर सेकेन्डरी स्कुल टच सिटिङको प्राङ्गणमा यहाँ जुन चाहिँ ग्रिन हाउस छ त्यसमा चाहिँ हामीले सबै अर्ग्यानिक प्रडक्टहरू लगाएको छौँ। यसमा चाहिँ हाम्रो नानीहरूको बहुत ठुलो भूमिका छ। त्यसले गर्दाखेरि यहाँनिर बिँ लगाइएको छ, बिँ भर्खर फल्नु सुरु भइरहेको छ। यता भयो यो खोर्सानी, लाम्चे खोर्सानी फुल्दैछ। यहाँ बैगुनको बिरुवा छ। यहाँनिर तुने बोडी भर्खर फल्नु स्टार्ट भएको छ। र यो साइडमा छ हामीले लगाएको लौका लगाएको छ। अन्त यता अगाडि आएर यतापट्टि यहाँ अझै छ भेन्डी लगाएको थियो, तर भेन्डी चाहिँ राम्रो हुनु पाएन। एक दुईवटा किराले खाएर मऱ्यो। सबै मतलब यसमा किराहरू लागेको छ। यो चाहिँ रुख टमाटरको बिरुवा भर्खर आउँदैछ। र यहाँनिर काँक्रा, यसमा पनि त्यो लाइटिरा लागेर चाहिँ धेरै बिग्रियो, चिचिलाहरू झऱ्यो। र पनि एक दुईवटा भर्खर अब लाग्दै दबाई लगाएर यतिको चाहिँ भयो। उतापट्टि छ तपाईँको करेला फलिरहेको छ। यो सबै चाहिँ अब हाम्रो नानीहरूले स्कुलमा दुःख गरेर अर्ग्यानिक प्रडक्टहरू लगाएको हो। यसमा चाहिँ अब सबै र हामीले चाहिँ मतलब अब क्लास 6देखि +2 लेभलसम्म नै सबै नानीहरूलाई यो अर्ग्यानिक फार्मिङ चाहिँ कसरी गरिन्छ, के त्यसमा मतलब केमिकल बेगरको प्रडक्टहरू म्यान्युरहरू लगाइन्छ र कसरी गर्दा चाहिँ हुन्छ, त्यसमा लागेको किराहरूलाई अर्ग्यानिक प्रकारले कसरी भगाउने। अब यसमा अर्ग्यानिकमा त मार्ने भन्ने कुरा त आउँदैन, तर अब भगाएर चाहिँ कसरी राम्रो प्रडक्ट निकाल्ने भन्ने कुराहरू चाहिँ 6देखि 12को नानीहरूलाई यही सानो हाम्रो ग्रिन हाउसभित्र नै सिकाउने गर्दछौँ। त्यसैले 6 to 12 प्रत्येक हप्तामा एउटा क्लासले एक दिन चाहिँ यहाँ आएर सबै शिक्षा पनि प्रायः जस्तो उनीहरू आफै खटेर काम पनि गर्ने गर्दछ। यो अर्ग्यानिक जुन चाहिँ प्रडक्टहरू निकाल्नुको लागि चाहिँ यसमा सबभन्दा ठुलो भूमिका चाहिँ हाम्रो यस स्कुलका प्रिन्सिपल सर श्री टिपी दाल सरको ठुलो भूमिका र ठुलो योगदान रहेको हुनाले उहाँले डिपार्टमेन्टसँग कुरा गरेर यो ग्रिन हाउस बनाउनु भयो। यो चाहिँ 2024देखि चाहिँ हामीले सुरु गऱ्यौँ, तर पहिला त त्यति राम्रो हुन पाएन। यहाँ जग्गा अलिक मतलब रुखो भएको कारणले गर्दा। तर यो पालिदेखि चाहिँ हामीले मेहनत गरेर धेरै मात्रामा निकाल्न नसके पनि अर्ग्यानिक प्रडक्टहरू नानीहरूलाई देखाउनु र अलिकति यसो मतलब उनीहरूलाई एमडिएममा लगेर खानु, यसको विषयमा धेरै मतलब अर्ग्यानिक प्रडक्ट खाँदाखेरि के हुन्छ, कस्तो प्रकारको रोगहरूबाट हामी वञ्चित हुन्छौँ र कस्तो प्रकारको रोग चाहिँ केमिकल हालेकोबाट हामीले पाइन्छ र हामीलाई घातक रोगहरू लाग्छ, त्यस विषयमा उहाँहरूलाई हामीले यसबाट नै धेर कुछ सिकाउन सक्नेछौँ भनेर हामीले यो सुरुवात गरेको हौँ। थ्याङ्क यू।